सभामुख महोदय, कमरेड प्रचण्डको प्रधानमन्त्रीत्व कालमा राष्ट्रपा समेत सहभागी सरकारले आर्थिक वर्ष 2081-82 को बजेटमा सुशासन, आर्थिक सुधारको नयाँ चरण, अर्थतन्त्रको पुनर्संरचना, उत्पादन र रोजगारीमुखी अर्थतन्त्रको निर्माण जस्ता विषयहरूमा स्पष्ट सिद्धान्त, लक्ष्य तथा प्राथमिकता अघि सारेको थियो। अहिले अर्थमन्त्रीजीले बजेटको सिद्धान्त र प्राथमिकतामा फेरि यही महत्त्वपूर्ण विषयहरूलाई अघि बढाउनु भएकोमा म धन्यवाद दिन चाहन्छु। सुशासन अन्तर्गत सामाजिक सेवा प्रवाहलाई सूचना प्रविधिसँग आबद्ध गरी क्यासलेस, पेपरलेस, फेसलेस बनाउने, उपलब्ध स्रोत साधनको दक्षतापूर्वक विनियोजन गर्ने, खर्चलाई प्रभावकारी बनाउने, भ्रष्टाचार र चुहावट नियन्त्रण गर्ने जस्ता प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएका विषयहरू अहिले सिद्धान्त र प्राथमिकता सही रूपमा आएका छन्। तर पूर्वाधारको विकास नहुनु र डिजिटल डिभाइड एकदमै उच्च रहेको परिस्थितिमा सुशासनको लाभांश सबै वर्ग र समुदायले समान रूपमा लिन सक्दैनन्। त्यसैले ई गभर्नेन्सका लागि अनिवार्य पूर्वाधार निर्माण र डिजिटल प्रक्रियालाई सबैको पहुँचमा पुर्याउने विषय प्राथमिकता बन्नुपर्छ। यसैगरी सरकारले स्वतन्त्र र अधिकार सम्पन्न सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्नेमा कार्यकारी प्रमुखकै मातहतमा त्यसलाई राखिनु र यसको क्षेत्राधिकारमा केही वर्तमान र केही पूर्व पदाधिकारीलाई उन्मुक्ति दिइएको छ। यसबाट कतै सरकार छनौटपूर्ण सेलेक्टिभ सुशासनको पक्षमा त छैन भन्ने आशंका जन्मिएको छ। उदार आर्थिक नीति अवलम्बनपछि सुरुमा त्यसबाट उच्च लाभ हासिल भए पनि पछि दलाल पुँजीवादको विकास भयो। पछिल्लो समयमा त्यसबाट पनि विकृत आसेपासी पुँजीवाद, क्रोनिक क्यापिटलिजम निर्माण भएको र यही दुईटाको फ्युजनबाट आसेपासे पुँजीवाद अर्थात् दलाल पनि आफ्नै आसपासका मात्र हुन पाउने अवस्था सिर्जना भएकोले यसलाई सम्बोधन गर्न र संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण कार्यलाई अघि बढाउन म अर्थमन्त्री भएको बेला नयाँ चरणको आर्थिक सुधार घोषणा गरिएको थियो। अहिले प्रस्तुत गरिएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले नयाँ चरणको आर्थिक सुधारलाई अघि बढाउन खोजेकोमा म स्वागत गर्दछु। तर यसको समग्र अन्तर्वस्तु कस्तो रहने भन्नेमा स्पष्टता हुन जरुरी छ। नयाँ चरणको आर्थिक सुधारले भूमिहीन, सुकुम्बासी लगायत गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई कसरी सम्बोधन गर्ने प्रश्न हुनुपर्दछ। अर्थमन्त्रीज्यूले मध्यम वर्गको विस्तारमा जोड दिनुभएको छ। मध्यम वर्ग तीनवटा तरिकाले विस्तार हुन्छ। पहिलो, तल्लो वर्गलाई माथि उठाएर, दोस्रो माथि रहेको वर्गलाई तल झारेर र तेस्रो मध्यम वर्गमा रहेकालाई माथि उक्लिन नदिएर। अर्थमन्त्रीज्यूको स्पिरिट तल रहेको वर्गलाई माथि उठाउने नै होला भन्न सकिन्छ। यदि त्यसो हो भने ग्रामीण अर्थतन्त्रको विकासमा जोड दिँदै पहिला उत्पादन, रोजगारी, ऊर्जा, उद्योग लगायत समग्र आपूर्ति विस्तार गरी तल रहेका वर्गलाई माथि उठाएर मध्यम वर्गको विस्तार गर्ने भन्ने कुरा स्पष्ट उल्लेख हुन आवश्यक छ। कृषि र उद्योगको उचित विकास बिना सेवा क्षेत्रको विकासले गति लिएको, उत्पादन र रोजगारमा वृद्धि नभइकन पनि आर्थिक वृद्धि हासिल हुन थालेको, आधारभूत र रणनीतिक महत्त्वका वस्तु स्वदेशमै उत्पादन र निर्माण गर्ने काममा प्रगति हुन नसकेको र सेवा क्षेत्रमा बारम्बार धक्का बेहोर्नुपर्ने अवस्था रहेकोले नयाँ चरणको आर्थिक सुधारले उत्पादन र रोजगारी केन्द्रित नीति र कार्यक्रममा प्रमुख जोड दिन आवश्यक छ। उद्योगहरू सीमित सङ्ख्यामा रहेको तर जे जति उद्योग व्यवसाय सञ्चालन छ तिनमा पनि 70% देखि 80% कामदार विदेशी रहेकोले उद्योग विकास भएमा रोजगारी बढ्छ भन्ने कुरा देखिएको छैन। यसलाई पनि ठिक ढङ्गले सम्बोधन गरिनुपर्छ। अर्कोतर्फ देशमा करिब 42 लाख हेक्टर जमिन खेतीयोग्य छ। करिब 60% घर परिवार कृषिमा संलग्न छन् र कुल गारसी उत्पादन कृषिको योगदान झन्डै 1/4 अर्थात् 16 खर्ब रहेको छ। कृषि क्षेत्रको रूपान्तरणबाट नै उत्पादन रोजगारी ठूलो मात्रामा बढाउन सकिने, कृषिमा आधारित उद्योगको विकास हुने र समग्र उच्च र फराकिलो आर्थिक वृद्धिको आधार तयार हुने अवस्था सिर्जना गर्न सकिन्छ। तर बजेटको सिद्धान्त तथा प्राथमिकताले यस प्रकारको प्राथमिकतालाई समात्न सकेको छैन। कृषि क्षेत्रलाई अरू क्षेत्र सरह झिना मसिना सुधारमा सीमित राखेर अनि सानो आकार भएका सीमित उपक्षेत्रलाई मात्रै केन्द्रमा राखेर अर्थतन्त्रको पुनर्संरचना हुन सक्दैन। प्रादेशिक र स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास गर्न संघीयताको पूर्ण सबलीकरण सम्बन्धी सैद्धान्तिक आधारहरू प्रष्ट देखिँदैनन्। यसमा सरकारले विशेष ध्यान दिनुपर्छ। संविधानले गरेको व्यवस्था अनुसार संघीयताको प्रवर्धन र विशेष गरी वित्तीय संघीयता लागू गर्नुपर्नेमा बजेटको सिद्धान्त र प्राथमिकताले त्यसलाई महत्त्व नदिनु गम्भीर कमजोरी रहेको छ।
दस्तावेजले निजी क्षेत्रको आत्मविश्वास चाहिन्छ भनेको छ, तर सबै प्राथमिकता भने सरकार नै गर्नुपर्ने किसिमका छन्, जस्तो कि कानुन सुधार, पूर्वाधार बन्द, पुनर्संरचना आदि। निजी क्षेत्रको लागि ल्यान्ड लिज, क्रेडिट ग्यारेन्टी, एकद्वार अनुमति जस्ता कुरा स्पष्ट छैन। निजी क्षेत्र चलायमान हुन सरकारले बाटो खोलिदिनुपर्छ, आफैले बाटो हिँड्नु हुँदैन। यो विश्वासको खाडल हो, यसमा ध्यान दिन जरुरी छ। कनेक्टिभिटीका लागि पूर्वाधार निर्माण गर्न आवश्यक छ, तर अझ पनि नयाँ पूर्वाधार निर्माणमै जोड दिनुभन्दा हालसम्म जे जति पूर्वाधार निर्माण भएका छन् तिनको प्रयोगबाट देशमा उत्पादन र रोजगारी बढाउने कुरालाई पहिलो प्राथमिकता दिनुपर्दछ। अन्यथा पूर्वाधार निर्माणमा ठूलो लगानी हुने तर त्यसबाट अपेक्षित प्रतिफल प्राप्त नहुने अवस्थाले सामाजिक आर्थिक विकासको सहयोग गर्न सक्दैन। आवधिक योजना लागू गर्ने उपकरणको रूपमा बजेटलाई लिइन्छ। हाल 16औं योजना कार्यान्वयनमा रहेकोले 16औं आवधिक योजनाको तेस्रो वर्षको कार्यक्रमहरू कार्यान्वयन गर्नु आगामी बजेटको जिम्मेवारी पनि हो। त्यसैगरी दिगो विकास लक्ष्य हासिल गर्ने, अल्पविकसित मुलुकबाट स्तर उन्नति हुने जस्ता अहम महत्त्वको विषय पनि सिद्धान्त र प्राथमिकताले समेट्नु पर्ने हो। यो छुटेको देखिन्छ। नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उकास्ने विषयमा सबै आधार तयार भइसकेको अवस्थामा कार्यतालिकालाई लम्ब्याइनु राष्ट्रका हितमा हुँदैन। बरु निर्धारित अवधिमा नै लक्ष्य हासिल गर्ने किसिमले बजेट तथा कार्यक्रम तय गरिनु पर्दछ। सरकारले नीति तथा कार्यक्रम मार्फत राखेको औसत 7% आर्थिक वृद्धि हासिल गर्न लक्ष्य अनुरूपको सैद्धान्तिक आधार स्पष्ट देखिँदैन। यसलाई प्रष्ट पारिनुपर्छ। एउटा निश्चित मापदण्ड अनुरूप आयोजनाहरू वर्गीकरण गरिएका हुन्छन्। राष्ट्रिय गौरवका आयोजना पनि यही मापदण्ड अनुरूप परिभाषित भएका हुन्। तर बजेटको सिद्धान्त र प्राथमिकता रूपान्तरणकारी आयोजनाहरूको भने उल्लेख हुनु, तर राष्ट्रिय गौरवका आयोजनाहरू सम्बन्ध सम्बोधन गरिएको छैन। यसमा सुधार गरिनुपर्छ। अहिले वित्तीय क्षेत्रमा अधिक तरलता, न्यून साथै नकारात्मक वास्तविक ब्याज दर, लगानी सङ्कुचन जस्ता अनपेक्षित अवस्था देखिएका छन्। वित्तीय क्षेत्रमा केही अस्वस्थ क्रियाकलापहरू पनि देखिएका छन् र वित्तीय क्षेत्रमा जोखिम बढेको छ। वित्तीय क्षेत्रमा देखिने समस्या त अर्थतन्त्रले पनि झड्का बेहोर्नु पर्ने हुन्छ। त्यसकारण सिद्धान्त तथा प्राथमिकताले वित्तीय क्षेत्रमा उपलब्ध स्रोत साधनको उच्चतम उपयोग र वित्तीय क्षेत्रको समस्या समाधानको बारेमा स्पष्ट खाका ल्याउने अपेक्षा थियो, त्यो आउन सकेको छैन। यसमा सुधार जरुरी छ। देश अहिले फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टमा रहेको छ। सुधारका विशेष कदमहरू कार्यान्वयन गर्न नसकेमा देश ग्रे लिस्टबाट निस्कन नसक्ने मात्र होइन, कालो सूचीमा पनि पर्ने जोखिम छ। यस सम्बन्धमा बजेटको सिद्धान्त प्राथमिकतामा स्पष्ट खाका आएन। गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण गर्न पहिचान भएका गरिब घर परिवार लक्षित विशेष कार्यक्रम र गरिबी न्यूनीकरण तथा समावेशिताको लागि पूर्वाधार एवं प्रविधि उपयोग प्राथमिकता पर्न नसक्नु दुःखद विषय रहेको छ। सभामुख महोदय, अर्थमन्त्रीजीले आफू र नव उदारवादी पनि नभएको र कम्युनिस्ट पनि नभएको बताउनु भएको छ। यो उहाँहरूको दृष्टिकोण हो। एउटा बुझ्नै पर्ने कुरा चाहिँ के हो भने शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्यान्न सुरक्षा र समान पहुँचको कुरा गर्नु नै कम्युनिस्ट वा समाजवादी बन्नु हो। तर जुन बातको पक्ष पोषण गरे पनि मुख्य कुरा आधारभूत वर्गको आर्थिक समृद्धि केन्द्रमा राखेर स्रोत र साधनको अधिकतम उपयोग मार्फत सरल र सहज रूपमा सार्वजनिक सेवा प्रवाह पहुँचका लागि राज्यको भूमिका बलियो बनाउने हाम्रो प्राथमिकता हुनुपर्छ। यसै दृष्टिकोणका आधारमा हाम्रो उत्पादन सम्बन्धलाई फेर्न, उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्राथमिकता क्षेत्रहरू समेत वस्तुसम्मत बन्नुपर्ने हुन्छ। यस दिशामा सरकारले अझै मेहनत गरोस्। सामान्य सभामुख महोदय, जाँदै अर्थमन्त्रीज्यू विज्ञ हुनुहुन्छ। उहाँ आफै सिस्टममा हामीहरूलाई पुरानो भन्नुहुन्छ, तर उहाँ आफै हामीभन्दा पनि पुरानो हो। योजना आयोगमा सदस्य बस्नुभयो, योजना उपाध्यक्ष बस्नुभयो, धेरै कुरा पोलिसी विगतका पोलिसी मेकिङ बडीहरूमा काम गर्नुभयो। अहिले त्यसो हेर्दा त्यो सङ्गतले पनि हो कि के हो जस्तो लाग्छ। धेरै कुराहरू उस्तै भाषाहरू छन्, तर उहाँले चाहिँ कम्युनिस्ट पनि होइन, नव उदारवादी म अर्कै हो भन्नुभयो। यहाँ डकुमेन्ट हेर्दा चाहिँ अर्कै नदेखिने अवस्था छ। मेरो शुभेच्छा पनि छ उहाँलाई। हिजै सङ्गत गरेको साथी हो, आज नयाँ विचार, नयाँ प्रवृत्ति, नयाँ भावनाका साथ आउनुभएको छ, नयाँ स्पिरिट, नयाँ जनमतका साथ। र यसमा निश्चय पनि युवाहरू, खास गरी नवयुवाहरूको पछिल्लो आन्दोलनबाट देशले निकै ठुलो अपेक्षा, युवाहरूले निकै अपेक्षा गरेको सन्दर्भ हो। त्यस सन्दर्भमा यहाँको नीति कार्यक्रम प्राथमिकताहरू बृहत रूपले आएका छन्, तर कहाँनिर अलिकति समात्न नसक्ने जस्तै। जसै सरकारले 18 बुँदे आफ्नो प्राथमिकताहरू सबै दलहरू, राष्ट्रिय दलहरूको लिएर एउटै बनाउन खोज्यो, त्यसो गर्दा नछुत्तिने कतातिर हो भन्ने जस्तो। अहिले पनि यो मैले पहिले 5 उद्देश्य 5 प्राथमिकता भनेर ठ्याक्कै उहाँले पनि 5 समात्नुभएको छ। सायद सँगै थियौँ त्यतिखेर, उहाँको प्रभाव मेरो प्रभाव उहाँलाई परेको जस्तो पनि लाग्छ अहिले। तर त्यसलाई अलि विस्तार गर्न खोज्दा कहिले अलिअलि सार सङ्ग्रह जस्तो। प्राथमिकता कहाँनिर हो त नि? कृषितिर, प्राथमिक क्षेत्र उद्योगतिर, ऊर्जातिर, पर्यटनतिर,
या चाहिँ आइटी सेक्टर, यो 5वटा मूल रूपान्तरणकारी क्षेत्र नै हो। त्यसमध्येको पनि कसलाई अलि जोड गर्न खोज्न सायद बजेट आउँदासम्म अलिकति चाहिँ त्यो धमिलोपना हट्छ भन्ने नै मेरो विश्वास छ, मेरो शुभेच्छा छ। उहाँले जनताको अपेक्षा, नवयुवाहरूको अपेक्षा, देशको अपेक्षालाई सम्बोधन गर्ने गरी बजेटलाई त्यसरी दिशानिर्देश गर्नुहुनेछ भन्ने मेरो अग्रिम शुभेच्छासहित म बिदा हुन्छु। धन्यवाद। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ।